फेरि पनि यहाँनिर मौका हुन सक्छ। हेलो साथीहरू, गुड मर्निङ। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला होइन? म पनि एकदम सन्चै छु। अनि आज चाहिँ यो मेरो फर्स्ट भ्लग हो होइन? सबैजनाले हेरेर लाइक कमेन्टहरू गरिदिनु होला। अनि विशेष गरी आज चाहिँ हामी हाम्रो यहाँ उर्लाबारी भेटरान फुटबल क्लब जस्ट उर्लाबारी भेटरानको आज गेम छ पत्रीमा सेमी फाइनल हो। अनि मामासँग जाँदैछौँ आज हाम्रो सेमी फाइनल होइन मामा? भन्छ ए ल अब हामी गइँदैछ होइन? ढिलो भइसक्यो, अब परे गएर फेरि बनाउँछु आज के हुन्छ अब। हेलो साथीहरू, हामी चाहिँ अब गइसक्यौँ होइन? मामा भान्जा गइसक्यौँ। अब गएर के हुन्छ गेम चाहिँ अब गेम चाहिँ के हुन्छ अब गएर तपाईँहरूलाई जानकारी गराउँछु होइन? परे नै थाहा हुन्छ। हेलो साथीहरू, हामी चाहिँ ग्राउन्ड आइपुग्यौँ होइन? पथरी ग्राउन्ड आइपुग्यौँ। अब यहाँनिर गेम केही छिन पछाडि सुरु हुन्छ। के हाल्थ्यो केही छिन पछाडि सुरु हुन्छ। अनि हाम्रो मामाहरू चाहिँ यहीँ कता हुनुहुन्छ। अब म अभियसली पनि हाम्रो प्लेयरहरू देखाउँदैछु कि खेल्नु थाल्नुभयो। सुरु भइसकेछ त गेम होइन मामा? त्यो त गेम सुरु भइसकेछ। अब जस्ट गेम चाहिँ देखाउँछु म तपाईँहरूलाई खिचेर। हेलो साथीहरू, हाम्रो मामाहरू चाहिँ यहाँ हुनुहुन्छ। गेम चाहिँ सुरु हुनु आँटेछ नि, हामी त अलिक ढिलो आइएछ। यो यतापट्टिको वाइट कलरको चाहिँ हाम्रो उर्लाबारी टिमहरू हो, उताको चाहिँ अपोजिट हो। मामा यहाँ हुनुहुन्छ होइन? यहाँ हुनुहुन्छ। अनि हाम्रो विशेष गरी उर्लाबारी भेटरान टिमको चाहिँ पुरै हाम्रो नेसनल प्लेयर है विशाल राईहरू पनि हुनुहुन्छ। 17 नम्बर जर्सी लगाइराख्नु भएको छ हाम्रो विशाल राई सरले। अनि यहाँ हुनुहुन्छ। आज के हुन्छ गेम हाम्रो? आज राम्रै छ भाइ। अब टिममा पुग्छ हाम्रो टिम। ल साथीहरू, यो सँगै यो गेम पनि सुरु भइसक्यो है। के हुन्छ यहाँ गेम? अब उतापट्टिको वाइट कलरको चाहिँ उर्लाबारी भेटरान टिम हो। उर्लाबारी भेटरानमा चाहिँ एकदम राम्रो प्लेयरहरू हुनुहुन्छ। नेसनल प्लेयरहरू जितिसक्नु भएको छ उहाँहरूले। हाम्रो विशाल राईहरू लगायत अरू 2-3जना नेसनल प्लेयर हुनुहुन्छ। अब के हुन्छ आशा छ उर्लाबारी भेटरानले जित्छ, यो सेमी फाइनल जितेर फाइनलमा पुग्छ भनेर। अब एकछिनबाट तपाईँलाई म देखाउँछु। यहाँ केही मामा रिसाइराखेको छ होइन? एकदम भाइटल गेम गइरहेको छ यहाँ चाहिँ। दामी छ। सन्तोष मामाको राम्रो छ हानै, राम्रो छ यार हाने। पोस्टभित्र गएको केही हुन सक्थ्यो। हामीले देख्दैन त्यो ठीक गर्यो भान्जाले। त फाल्दिनु पर्छ जे हामीले देख्दैन कि ठीक गरे के हो। तर अलिकति अहिले चाहिँ जितेको। तर हाम्रो 12 नम्बर सन्तोष लिम्बूको मगरको होइन, मगर लिम्बू मगरको राम्रो छ आजको गेम प्ले। प्रितम मामाले रोकिराख्नु भएको छ। हो राम्रो छ। ग्राउन्डको उतापट्टि म्यादी साथीहरू पनि रनिङ गरेको देख्नुहुन्छ। टक्कसँगले रनिङ गर्नुहुँदैछ म्यादी साथीहरू होइन? टोपी सोपी खोलेर कुद्नु हुँदैछ हाम्रो म्यादी साथीहरू। जे होस् आजको गेम चाहिँ यो भेटरान भन्नु चाहिँ आजको गेम चाहिँ भेटरान भन्नु मिल्दैन है। पुरै यङको गेम देखाइराख्नु भएको छ। किनकि दुइटै टिम एकदम स्ट्रङ हुनुहुन्छ। ओए झन्डै लाग्यो यार, खुसी लाग्यो आउट हान्नु भएर। स्ट्रङ देखिरहेको छ। किनभने सबै नेसनल प्लेयर ए डिभिजन लिगहरू खेल्ने प्लेयरहरू हुनुहुन्छ नि त दुइटै टिमबाट। गोल लगिराख्नु भएको छ हाम्रो 6 नम्बर उत्तम बबाल छक्काइ। तर केही अफसाइड के भरे बल आउट हुन पुगिरहेछ। टक्करसँगले आज उर्लाबारीले चाहिँ जित्नु पर्ने हुन्छ। हजुर मामा, भरै उर्लाबारी त्यो के परे भेटरान क्लबमा यो भ्लग आउँछ है ग्रुपमा, सबैले हेर्नु नि। ओहो मुटु ढुकढुक भयो यार। ओ राम्रो छ 10 नम्बरको। गङ्गा बाहिर लुलु हाम्रो ए गङ्गालाई ओ दामी छ है। हाम्रो टिमले फेरि पनि यहाँनिर फ्री किक पाइराखेको छ। एक कर्नर चाहिँ हो, एक कर्नर रहेछ यो पनि अवश्य गोल लाउँछ भनेर मलाई आशा छ। लाउनु पनि पर्यो, लायो भने लु ओहो खत्तम भयो। लु
ल हौ ल ल फेरि थ्रो भयो हाम्रै किपर यहाँ बसिराख्नु भएको छ लु 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 अब गोल गोल ओहो फेरि पनि यहाँनिर मौका हुन सक्छ ओ टाइम सकियो नि यार हाम्रो उलाबारी भेटरानको समर्थनहरू चाहिँ यता हुनुहुन्छ है सबैजना हेर्नु हजुर मामा यहाँ मामा हुनुहुन्छ यता सबैजना सबमा हुनुहुन्छ तपाईँसँगले होइन अहिले चाहिँ हाफ भइसकेछ हाफ टाइम होइन राम्रो खेलिराख्नु भएको छ हाफ टाइम अगाडि चाहिँ पुरै 2 गोलको लिड अगाडि ले 2 गोलले जितिराख्नु भएको छ अब के हुन्छ नेक्स्ट टाइम राम्रो छ नि होइन जित्नुपर्छ नि त जित्नुपर्छ हजुर हजुर मेहनत गरिराख्नु भएको छ जित्नु पर्यो नि अब अझै थप्नु पर्यो केही छैन राम्रो एकदम राम्रो छ गेम दाइ एकदम राम्रो गेम हुँदैछ नि है हाम्रो नेसनल प्लेयर हुनुहुन्छ उहाँ दाइ विशाल राई है हाफ टाइम अगाडि 2 गोलले जितिराखेको छ हाम्रो उलाबारी टिमले अब अझै आशा छ अझै धेरै गोल हाल्नुहुन्छ भनेर गेम सुरु हुनु आँटेको छ यो सँगै गेम सुरु भइसकेको छ टक्कसँगले ओए गाह्रो भयो यार दामी छ हो के गरे बल आउट हुनु पुगिरहेछ अहिले टक्कसँगले होइन राम्रो छ ताली बजाइराख्नु बेटी पनि 10% भइसक्यो यार परे भन्नु आमामा लु 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 लाहौ गाह्रो बनायो हो लु हो टेडघाट बुट ओइ गोल आउनु भरे ओ माय गॉड कोही भएन कोही कम छैन यहाँनिर त्यस्तो आजको भाइटल म्याच गइरहेछ यो भेटरान गेम चाहिँ भन्न मिल्दैन यसलाई यो यङ भन्नुपर्छ हेलो साथीहरू फेरि पनि 1 गोल लगाइसकेको छ उलाबारी टिमले तर के गर्नु भिडियो गर्नु चाहिँ पाइनँ क्या यहाँ किनभने यो चार्जको प्रब्लम हो अनि अहिले 5% पर्दैछ त्यही भएर उजाति भयो भिडियो गर्नु चाहिँ पाइनँ हाम्रो कोच हुनुहुन्छ उलाबारी टिमको हाम्रो विशाल राई नेसनल प्लेयर उहाँले गोल लाउनु भयो होइन दामी छ हेलो साथी अब यहाँ गाह्रो बनायो त यार उताकोले त्यही डिबक्स छेउतिरै फ्री किक पाइरहेको छैन केही फल भएर होइन तर केही छैन हाम्रो किपर एकदम खतर छ योभन्दा अगाडिको म्याचमा पनि उहाँले नै म्यान अफ द म्याच पाउनु भएको थियो आज पनि पाउनुहुन्छ भनेर मलाई आशा छ टक्कसँगले हाम्रो यहाँ फ्री किक हान्नु भएको छ उहाँ पनि नेसनल प्लेयर हो आउट गयो अब यतिको त हुटिङ दिनु पर्यो नि हाम्रो प्लेयरहरूलाई होइन जोस अलिकति एनर्जी भित्रैदेखि आओस् न प्लेयरहरूलाई पनि हेलो साथीहरू अब यो पनि गोल हुनसक्छ सायद होइन ला केही सेकेन्ड बाँकी छ 3 गोल हानिसक्नु भएको छ हाम्रो उलाबारीको मामाहरूले अब पास खेलिदिनु भएको छ प्रितम मामालाई प्रितम मामाले अब के गर्नु ओहो यतिकै चाहिँ छकाउनु पर्यो ओ यतिको चाहिँ हान्नु पर्यो नि त हो यार यो सँगै सिटी सकेको छ उलाबारी टिमले जितेको छ यो सँगै
पत्री आयोजकलाई जितेर उलाबारी भेटरान टिम फाइनलमा प्रवेश गरिसक्नु भएको छ। शक्तिशाली भेटरान्सका बिचमा हुने म यहाँलाई जानकारी गराउँदछु। आदरणीय खेलप्रेमी महानुभावहरू, आज ल सन्तोष मामा मामाले राम्रो आज ब्याक डिफेन्स गरिदिनु भएको छ। यता पनि जान्छु। जर्सी नम्बर 10 अंकुर खड्की। कृपया प्रमुख अतिथिज्यू हाम्रो दाइ र अध्यक्षज्यू राम्रो प्लेयर स्टेजमा आए आजको म्यान अफ द म्याच उर्लाबारी भेटरान्सका तर्फबाट जर्सी नम्बर 10 का अंकुर खड्कीज्यूलाई आजको म्यान अफ द म्याच र नगद राशि प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आदरणीय खेलप्रेमी महानुभावहरू, आजको खेलमा उर्लाबारी भेटरान्स विजय भएको छ र भोलिको खेल पत्री भेटरान्स रेड भर्सेस हाम्रो अंकुर शक्तिशाली भेटरान्सका बिचमा हुने जानकारी गराउँदछु। र आजको खेलमा फाइनलिस्ट हुन सफल उर्लाबारी भेटरान्सलाई धेरै धेरै धन्यवाद। हैन वही हुनु र म्यान अफ द म्याच चाहिँ आजको खेलको म्यान अफ द म्याच तपाईहरु देखिराख्नु भएको छ उर्लाबारी भेटरान्सका तर्फबाट जर्सी नम्बर 10 का अंकुर खड्की र अध्यक्ष हाम्रो नेसनल प्लेयर विशाल हाम्रो सरसँग पनि फोटो खिचाइ भइसकेको छ हैन। अब फाइनलमा फेरि भेटौँ। हाम्रो किपर हाम्रो उर्लाबारी भेटरान टिमको किपर एकदम राम्रो हुनुहुन्छ। आज किपर म चाहिँ फ्यान भयो दाइ यार तपाईँको यार दामी किपर प्ले चाहिँ है। हेलो साथीहरू, यो सँगै गेम पनि सकिसक्यो होइन। हाम्रो उर्लाबारी भेटरान टिमले चाहिँ हाम्रो यहाँ आयोजक पत्री टिमलाई चाहिँ 3-0ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। हाम्रो गरिसकेका छ उर्लाबारी भेटरान टिम चाहिँ। अनि हाम्रो जो मामा हुनुहार हाम्रो उर्लाबारीको एकदम युवा अन्डर 16 स्विट 16 होइन। तर उमेर अब नागरिकता हेर भने चाहिँ कता 50-60 पुग्छ होला। तर केही छैन, आजको भ्लग चाहिँ यहीँसम्म है साथीहरू। अब टिम उर्लाबारीले जिति पनि सक्यो। अब अर्को फाइनल म्याचमा म तपाईँहरूलाई देख्न चाहन्छु। अहिलेको लागि चाहिँ बाई बाई साथीहरू।